नमस्कार, मेरो नाम अर्जुन मगर हो। म महोत्सव व्यवस्थापन समिति अध्यक्ष। ब्राइट फ्युचर संस्थाको आयोजनामा हामीले 15 दिने महोत्सवले लगाउन आँटिरहेका छौँ। यो महोत्सवको उद्देश्य भनेको चाहिँ यहाँबाट केही आएको आय आर्जनबाट चाहिँ हामीले त्यो संस्थालाई चाहिँ केही टेवा पुगोस् भन्ने उद्देश्यले नै हामीहरूले यो महोत्सव लगाउन आँटेका हौँ। यो संस्थाले एकदमै राम्रो काम गरेछ। पहिला पनि गरिब दिन दुखीहरूको निम्ति निःशुल्क ट्युसन पढाउनेदेखि लिएर साना बालबालिकाहरूलाई कम्प्युटर तालिमहरू दिने, सिकाउने, ब्याग वितरणहरू गर्ने यस्ता राम्रो कामहरू गरेको थियो। र यसैको निम्ति चाहिँ आज हामीले चाहिँ त्यति मात्र प्राप्त नभएर चाहिँ आज हामी सबै खुद्नाबारीका वासीहरू मिलेर चाहिँ युवाहरू मिलेर यो महोत्सव लगाउन आएका छौँ। यो महोत्सवमा तपाईँहरू सबैजना आएर चाहिँ मनोरञ्जन गरिदिनु होला र सहयोग पनि गरिदिनु होला। ब्राइट फ्युचरको उद्देश्य र खोजाइ हामी सबैको रोजाइ।